मनोविज्ञान हामीले पढाइरहेका छौँ। यतिखेर देशैभरि श्रमदान भइराखेको छ। भर्खरै दार्चुलामा पुल थापेर आएको छौँ। यो नयाँ कुरा भएन। अब मैले त्यसको लागि काम गर्नुहुने सबैजनालाई धन्यवाद दिइराखेकै छु। त्यसै गरी ओखलढुङ्गामा पक्की पुल बनाउँदै हुनुहुन्छ हाम्रो श्रमदाता। बाटो हिँड्ने सडक हामीलाई गाडी गुड्ने पक्की पुलै बनाउँदै हुनुहुन्छ। ती कठोर श्रमदान गरेर तपाईँको छैन देशका लागि योगदान गर्नुहुने श्रमदाताहरूको सम्मान स्वरूप जोरदार ताली बजाउनुपर्छ। पक्की पुल बनाउँदै हुनुहुन्छ ओखलढुङ्गाका श्रमदाताहरूले है। म पनि त्यहाँ आउने कोसिस गर्दैछु। मिडिया मार्फत मैले सम्झन चाहेँ ती जाँगरी नपाउँदा त्यो आतङ्क। पूर्वमा खेती पनि गर्दै हुनुहुन्छ। पूर्वमा यो झापा इलाम यतैतिर होइन साथीहरूले कति बिघा त्यो बाँझो भएको बारी होइन खेत अहिले हाम्रो श्रमदाताहरूले खनेर जोतेर धान रोप्नलाई ठिक परिराख्नु भएको छ। उहाँका लागि पनि हार्दिक उहाँले के भन्दै हुनुहुन्थ्यो भने त्यो फलेपछि गरिब दुखीलाई तपाईँको चाहिँ दिनुपर्छ बोराको मोटा धान भन्दै। र यसरी विभिन्न ठाउँमा हामीले श्रमदान गरिरहेका छौँ, श्रम गरिरहेका छौँ। उत्पादन र निर्माणका लागि हामी जुटिरहेका छौँ। म मिडिया मार्फत भन्न चाहन्छु अहिलेका आधुनिक जेनजी पुस्ताका युवाहरूलाई पनि भन्न चाहन्छु मोबाइलमा त रमाउने मात्रै हो। भोक लाग्दाखेरि मोबाइलमा भात खानु दिँदैन।